आज घरमै बिरयानी बनाउँदा कतिको मिठो हुने रहेछ ल हेरौँ है त। फर्स्टमा चाहिँ हामी मासु ल्याउनतिर लाग्यौँ अनि मासु ल्याउने ठाउँ पुग्यौँ अनि मासु ल्याउने ठाउँ पुगिसकेपछि त्यो मासुलाई चाहिँ मैले 3 पाउ अर्डर गरेर घरतिर ल्याएँ। घरतिर मासु लिएर आएँ। घरतिर मासु लिएर आइसकेपछि एउटा फ्राइबिनमा चामलमा पानी हालेर अनि त्यसलाई रार यताउता घुमाइ फिराइ गराएर त्यो पानीलाई चाहिँ बाहिर लगेर फालेँ। अनि फालिसकेपछि त्यो फ्राइबिनलाई लगेर ग्यासमा बसालिसकेपछि त्यसमा अलि पानी हालेँ। पानी हालिसकेपछि पाक्न दिएँ। पाकिसकेपछि त्यसलाई छाम्यौँ हल्का अब पाकिसकेपछि चामल पाकिसक्यो भनेपछि चाहिँ त्यसलाई हामीले तान्यौँ। अनि त्यसलाई तानिसकेपछि अनि प्याज काट्नतिर लाग्यौँ। अनि प्याज काट्यौँ। अनि प्याज काटिसकेपछि काट्नतिर लाग्यौँ। अनि टमाटर काट्यौँ। अनि टमाटर काटिसकेपछि चाहिँ अनि एउटा ग्यासमा कराई बसाल्यौँ। अनि ग्यासमा कराई बसालेर त्यो कराईमा तेल हालिसकेपछि अघि ल्याएको मासुलाई चाहिँ त्यो तेलमा हाल्यो। अनि त्यो तेलमा अघि ल्याएको मासुलाई त्यो तेलमा हालिसकेपछि त्यसलाई भुट्टाभाट्टा यताउता घुमाइ फिराइ गराउनतिर लाग्यौँ। अनि घुमाइ फिराइ गरेर त्यसमा अलि त मसला हालिसकेपछि चाहिँ र यताउता घुमाइ फिराइ गराउनतिर लाग्यो। अनि यताउता घुमाइ फिराइ गरिसकेपछि त्यो कराईमा भएको मासुलाई थालमा राखिसकेपछि त्यो अघि नै कराईमा चाहिँ प्याज हालिसकेपछि त्यो प्याजलाई एकछिन पाक्न दियौँ। यताउता पाक्न दियौँ। पाकिसकेपछि चाहिँ त्यो प्याज पाक्यो। अनि पाकिसकेपछि त्यो पाकेको प्याजमा टमाटर हालेर त्यसलाई यताउता खुरिसकेपछि त्यसमा अलि त मसला हालिसकेपछि त्यसमा चाहिँ मैले अघि नै तानेको मासु हालेँ। अनि त्यो मासु हालेर त्यो मासुलाई चाहिँ रार यताउता घुमाइ फिराइ फेरि गराउनतिर लाग्यौँ। अनि मासुलाई चाहिँ यताउता गराइसकेपछि त्यसमा चाहिँ आफ्नो टेस्ट अनुसारको नुन बेसार हालेँ। अनि त्यो नुन बेसार हालिसकेपछि फेरि त्यसलाई हल्का मोल्नु पऱ्यो। यताउता मोल्नतिर लाग्यो। अनि यताउता मोलिसकेपछि त्यसमा चाहिँ अलि त धुलो खुर्सानी हाल्यौँ। धुलो खुर्सानी हालिसकेपछि चाहिँ अघि नै पकाएको भातलाई चाहिँ त्योमा हालेँ। अनि त्यो भातलाई हालेर यताउता रार गर्नतिर लाग्यौँ। अनि रार यताउता गरिसकेपछि चाहिँ त्यसमा चाहिँ हामीले अलि त पानी हाल्यौँ। अनि त्यसलाई पानी हालिसकेपछि त्यसलाई एकछिन हामीले पाक्न दियौँ। अनि त्यो पाक्न दियौँ। अनि पाकिसकेपछि आफ्नो थालमा हाल्नतिर लाग्यौँ। अनि सबैले नै आफ्नो थालमा अघि नै पाकेको बिरयानीलाई हाल्यौँ। अनि हालिसकेपछि चाहिँ खाना स्टार्ट गऱ्यौँ। अनि हामीले चाहिँ खाना लायौँ होइन। अब हामीलाई चाहिँ मिठै नै लाग्यो, ठिकै लाग्यो। त्यस्तो धेरै मिठो पनि लागेन, ठिकै लाग्यो। हामीलाई चाहिँ अब आफूले बनाएको चिज मिठै लाग्छ।